हेलो मेरो नाम ब्राडो भन्नुहुन्छ Thank you for having us. धन्यवाद छ हामीलाई यहाँ बोलाउनु भएको लागि This week has been amazing, and words cannot completely describe how great it has been. एकदमै अचम्मको समय छ र शब्दहरूले बयान गर्न सक्दैन कि कति असल यो यात्रा भएको छ Before this week, I had a great fear of public speaking. यहाँ आउनुभन्दा अगाडि पहिला हेऱ्यो भने मेरो जीवनमा अगाडि उभिएर बोल्न धेरै डर लाग्ने कुरा थियो The largest group of people I had spoken in front of was less than 20. मैले जीवनमा बोलेको सबभन्दा ठुलो भिड भनेको 20 जनाको थियो भन्नुहुन्छ When I signed up for to come on this mission trip, जब मैले यो मिसनको ट्रिपमा यो यात्रामा आउनको लागि मैले चाहिँ सही गर्दै थिएँ I thought I would be doing physical work and helping out. मैले सोचेको थिएँ कि म बाहिरको शारीरिक कामहरू गर्नेछु कुर्सी मिलाउने यो सब मिलाउने कामहरू गर्नेछु सोचेको थिएँ On that first day when KB said we were sharing our testimony, I became afraid. पहिलो दिन जब पास्टर केबीले भन्नुभयो तपाईँले आफ्नो गवाही बाँड्नु हुनेछ So I asked Tom how many people we were speaking to, and he said 20. अनि मैले सोधेँ कतिजनासँग बोल्नु हुनेछ उहाँले अनि मैले भने 20 जना I thought I can do that. अनि उहाँले मैले सोधेँ कतिजनासँग अगाडि बाँड्नुपर्छ कति मान्छे हुन्छन् उहाँले 20 जना भन्नुभयो मैले भने ठिक छ म त बाँडिहाल्छु 20 जनाको अगाडि And then we arrived to the church, and there was hundreds of people there. अनि जब हामी गयौँ त्यहाँ मण्डलीमा त्यहाँ त सयौँ मानिसहरू रहेछन् ससुरा I became afraid again and was trying to get out of it. अनि त्यो ठाउँबाट म यस्तै भाग्न चाहन्थेँ भन्नुहुन्छ But as we ate, I thought I did not come around the world to be afraid. तर मैले विचार गरेर सोचेँ संसारको पल्लो छेउमा म आएको छु यसरी डराउनको लागि त म अवश्य आएको छैन I came to grow my faith and grow in boldness to share my faith. म चाहिँ आफ्नो विश्वासलाई वृद्धि गर्न र मेरो विश्वासलाई बाँड्नको लागि यहाँ आएको छु भन्नुहुन्छ So I thought to myself, there's this American phrase that we have. अनि यो जति पनि हामी आएका छौँ हाम्रो साथीहरू Let's go. अनि मैले भने उहाँहरूलाई आऊ अब बाँड्नको लागि तयार हौ भनेर उत्साहित बनाएर भन्नुहुन्छ So I'd like to start with Romans 5:8. म रोमी 5 अध्याय त्यसको 8 पद पढेर सुरु गर्न चाहन्छु यहाँ भनेको छ But God showed His great love for us by sending Christ to die for us while we were still sinning. तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनु भयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो उहाँको माइकको आवाज बढाइदिनुहोस् That was my life. मेरो जीवन विश्वास गर्नुभन्दा अगाडि यस्तो थियो I lived a godless, sinning life. मैले चाहिँ परमेश्वर बिनाको पापी जीवन बिताइरहेको थिएँ I was full of anger and hate for मेरो myself. जीवनमा आफैलाई प्रति मेरो रिसले भरिएको थिएँ म चाहिँ घृणाले भरिएको व्यक्ति थिएँ I was depressed, anxious, suicidal tendencies, and on drugs by a teenager. मेरो जीवनमा म निराशपनमा थिएँ डिप्रेसनमा मेरो जीवनमा नराम्रो कुराहरू थियो अन्धकारमा थिएँ र आत्महत्या गर्ने कुराहरू सोच आइरहन्थ्यो र म नसामा फसेको थिएँ During my late teenage years, from multiple attempted suicide attempts, going to clinics and therapists, म धेरै पटक आत्महत्या गर्ने कोसिस गरेको हुनाले मलाई चाहिँ थेरेपी गर्नको लागि विभिन्न अनि डाक्टरहरू कहाँ लगियो क्लिनिकहरूमा लगियो र त्यहाँ सल्लाह दिनको लागि मलाई लगियो I learned how to live my life without the drugs and not trying to kill myself. अनि त्यो ठाउँहरूमा जब मलाई लगियो कसरी ड्रग्स नखाएर आत्महत्या गर्ने सोच नराख्ने भन्ने कुरा मलाई सिकाइयो त्यहाँ म सिकेँ But I still hated myself. तर पनि यो कुरा सिके तापनि
अझै पनि मैले आफूले आफूलाई घृणा गर्थे र रिस मेरो जीवनमा अन्धकार कुराहरू थियो। And I met a wonderful, beautiful woman who became my wife, and we had 2 children together. अनि मैले एउटा सुन्दर स्त्रीलाई भेटे र मैले हाम्रो विवाह भयो र 2वटा सुन्दर बच्चाहरू जन्मिए। Eventually, I met a friend who was a Christian, and she would talk to me about church occasionally. अनि एक दिन एउटा मेरो साथीसँग भेट भयो जो विश्वासी हुनुहुन्थ्यो र त्यो साथीले सधैँ मसँग येशूको बारेमा बातचित गर्नुहुन्थ्यो। And I would just ignore her or make fun of her. अनि उहाँले मलाई मण्डलीमा आउने निमन्त्रणा दिनुहुन्थ्यो। मैले भने कहिले आउँदिनँ भनेर मैले धेरै मजाक उडाउँथेँ उहाँको बारेमा। After 3 years, in 2012, of our friendship, my marriage had reached its lowest point. विवाह गरेको 3 वर्षपछि मेरो विवाहित जीवन एकदमै तल्लो स्तरमा पुग्यो। She had invited me to church again at this time, and I accepted. अनि त्यो मेरो विवाहको एकदमै तल्लो स्तरमा जब म थिएँ, मेरो साथीले मलाई फेरि भेटेर मण्डलीमा निमन्त्रणा दिए र म मण्डलीमा गएँ। With the intention of telling her that it was not good and she would stop asking me to go. मण्डली जानुको एउटा मात्रै कारण थियो, म आज मण्डली जानेछु र त्यहाँ गएर भन्नेछु मलाई कति झ्याउ लाग्यो, त्यहाँ कति खत्तम ठाउँ रहेछ, अब कहिले पनि आउन म भन्नेछु भनेर म त्यो सोच्ने गएको थिएँ। God had a different plan. तर परमेश्वरको फरक योजना थियो मेरो लागि। And after months of questioning and learning about Jesus, I gave my life to Christ. तर जब त्यो ठाउँमा गएँ, मैले प्रश्न गर्न गएको थिएँ, म ठट्टा उडाउन गएका थिएँ, तर त्यो ठाउँमा मैले येशूलाई भेटेँ भन्नुहुन्छ। I like to read Ephesians 4:29. एफिसी 4 अध्याय त्यसको 29 पद म पढ्न चाहन्छु। एफिसी 4 अध्याय त्यसको 29 पद। Do not use foul or abusive language. तिमीहरूका मुखबाट कुवाक्य ननिस्कियोस्, Let everything you say be good and helpful, तर समय सुहाउँदो र सुधार गर्ने, so that your words will be an encouragement to those who hear them. मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। One of the first things that God did in me was to change the way I spoke to people. सबभन्दा पहिलो कुरा जुन परमेश्वरले मेरो जीवनमा परिवर्तन गर्नुभयो त्यो कुरा थियो म कसरी अरू मानिससँग बोल्थे, त्यो कुरा परिवर्तन गर्नुभयो। I would use profane and abusive language as sarcasm and मेरो joking, जीवनमा हेर्यो भने धेरै यस्तो नराम्रो बोल्ने कुराहरू थियो, with the intention of making people feel bad to make myself feel better. अनि मानिसहरूलाई सधैँ नराम्रो कुरा उनीहरूले महसुस गरिरहन् भन्ने कुरा मैले यस्तो बोलिरहेको थिएँ। And thought it was okay as long as it was said as a joke. अनि मलाई लाग्थ्यो कि चाहिँ यस्तो कुरा भन्नमा कुनै पनि खराबी छैन। But God put me in a small group where we changed the way we thought about speaking, and I was able to heal. र परमेश्वरले मलाई मण्डलीमा एउटा सानो झुण्डमा उहाँले मलाई राख्नुभयो। त्यो झुण्डमा मैले सिकेँ कि कसरी यो कुराहरू गर्न राम्रो होइन भन्ने कुरा। The next verse I'd like to read is Philippians 4:6. अर्को पद म पढ्न चाहन्छु तपाईँहरूको अगाडि, फिलिपी 4 अध्याय यसको 6 पद। Do not worry about anything. Instead, pray about everything. Tell God what you need and thank Him for all He has done. कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्। Then you will experience God's peace, which exceeds anything we can understand. His peace will guard your hearts and minds as you live in Christ Jesus. तिमीहरूको मन र
र समझले नै भ्याउन नसक्ने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। While I had given my life to Christ, मैले आफ्नो जीवन येशूलाई दिएको थिएँ, I still had those thoughts and desires of hate and anger inside of me. येशूलाई मैले विश्वास गरे तापनि सुरुमा मेरो रिस र अरूप्रतिको मेरो यो कुराहरू घृणा मेरो जीवनबाट गएको थिएन। In early 2014, I began speaking to a coworker about relapsing on drugs. 2014 को वर्षमा मैले आफ्नो साथीहरूसँग काम गर्ने साथीसँग बातचित गर्न थालेँ र फेरि त्यो नसा खाने कुराहरूमा म फर्किन थालेँ And was contemplating on taking my life again. अनि फेरि मेरो जीवनमा सोच आयो आत्महत्या गरेर म अब आफ्नो जीवन सिद्ध्याउँछु भन्ने कुराहरू मेरो जीवनमा आयो। But in March of 2014, I went to a prayer service. तर मार्च महिना 2014 को मार्च महिनामा म यस्तै संगतिको एउटा सम्मेलनमा गएँ। And while the person was speaking, I kept hearing, focus on Jesus. अनि अगाडि प्रचारकले प्रचार गर्दै हुनुहुन्थ्यो, उहाँले भन्दै हुनुहुन्थ्यो आफ्नो ध्यान येशूमा लगाऊ भनेर भन्नुभयो। And after that point, I began to focus on Jesus, and अनि my life began to त्यो improve. वचन सुनेर त्यसपछि मैले आफ्नो ध्यान साँच्चै आफूमा होइन येशूमा लगाउन थालेँ र मैले देख्न थालेँ मेरो जीवन परिवर्तन हुन सुरु भयो। A story of healing in 2015. I had cracked a rib. अनि 2015 मा भने मेरो एउटा रीढको हड्डी भाँचियो भन्नुहुन्छ। Friends and doctors told me it would be sore and tender for the rest of my life. अनि मेरा साथीहरूले भन्नुभयो कि अब चाहिँ त्यो चाहिँ गाह्रो हुनेछ, अब तिमीलाई धेरै दुखी रहनेछ जीवनभरि। Through prayer, it was completely healed, and I had no soreness. भन्न चाहन्छु प्रार्थना गरियो मेरो लागि र त्यही प्रार्थनाले पुरै त्यो निको भयो र मेरो अहिलेसम्मको दुखाइहरू फर्केको छैन। I went to a revival service in 2015, 2015 मा म जागृति सम्मेलनमा गएँ and I prayed for Jesus to take the thoughts अनि मैले प्रार्थना गरेँ परमेश्वर मेरो यो सोच नराम्रो सोचहरू लिनुहोस् and the desire for drugs. अनि यो ड्रग्स खाने इच्छा चाहना पनि लिनुहोस् भने And He did. अनि परमेश्वरले त्यो कुराहरू लिनुभयो। I have been living free of those thoughts, and I'm with the joy of Christ in me. त्यो दिनबाट मैले सबै मेरो नराम्रो सोचहरू, नराम्रो ड्रग्सहरू, नराम्रो सबै कुराहरूबाट मुक्त भएर बसिरहेको छु। In 2021, my wife gave her life to Jesus. 2021 मा मेरो श्रीमतीले पनि आफ्नो जीवन येशूलाई दिनुभयो। And in 2022, our marriage was restored and we were remarried. अनि 2022 मा फेरि हाम्रो पुनर्स्थापना भयो, मिलाप भयो र फेरि हामीले विवाह गर्यौं भन्नुहुन्छ श्रीमतीसँग। I would like to read Psalm 139, 23-24. भजन सङ्ग्रह 139 त्यसको 23 र 24 म पढ्न चाहन्छु। भजन सङ्ग्रह 139 त्यसको 23 र 24। Search me, O God, and know my heart. Test me and know my anxious thoughts. हे परमेश्वर मलाई जाँच्नुहोस् र मेरो हृदयलाई जाँच्नुहोस्, मलाई जाँच्नुहोस् र मेरा चिन्ताहरूलाई जाँच्नुहोस्। Point out anything in me that offends you, and lead me along the path of everlasting life. हेर्नुहोस् ममा कुनै खराब चाल छ कि र मलाई अनन्तको मार्गमा डोर्याइदिनुहोस्। That is an amazing but dangerous prayer. एकदमै अचम्मको तर खतरनाक प्रार्थना छ। Because God will show you what you need to change. परमेश्वरले तपाईलाई देखाउने कि तपाईले कुन कुरा परिवर्तन गर्नुपर्ने छ। And do not be afraid to become more like Christ. नडराउनुहोस् येशू जस्तै बन्नको लागि। The next verse is Colossians 3:13.
कलस्सी 3 अध्याय त्यसको 13 पद अर्को वचन म पढ्न चाहन्छु। Make allowance for each other's fault and forgive anyone who offends you. Remember, the Lord forgave you, so you must forgive others. एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। आमेन। I have that tattooed on my wrist as a constant reminder to myself. एउटा यो ट्याटु देख्न सक्नुहुन्छ मेरो हातमा छ That I am not perfect and I cannot expect anyone else to be. अनि यो ट्याटुमा यसरी लेखेको छ म सिद्ध छैन र मैले अरूहरू पनि सिद्ध हुनुहुन्छ भनेर आश गर्नु हुँदैन। To represent Christ, we need to live a forgiving lifestyle. येशू ख्रीष्टको प्रतिनिधित्व गर्नु छ भने हामीले यो कुरा गर्नुपर्छ। Yes. And I would like to give you and your father special thanks for translating for us. उहाँले धन्यवाद दिन चाहनुहुन्छ हामीहरूलाई कि हामीले उहाँको अनुवाद गरेका छौँ। धन्यवाद छ। You guys are amazing. तपाईहरू सबै अचम्मको हुनुहुन्छ। Thank you for your time. धन्यवाद दिन चाहन्छु प्रकाश हुनुहुन्छ। I will never forget that moment for the rest of my life. म कहिले पनि बिर्सिने छैन भन्नुहुन्छ। And to Soba and Nisha, thank you शोभा for your, र निशा उहाँलाई पनि धन्यवाद छ। thank you for your hospitality. धन्यवाद छ तपाईँहरूको It was beyond amazing. एकदमै अचम्म कुरा थियो भन्नुहुन्छ। And to my friends, मेरो साथीहरू I love you guys. म तपाईँहरू सबैलाई प्रेम गर्छु भन्नुहुन्छ। Even though I may not speak much, म धेरै बोल्ने बानी नभए तापनि you guys have a special place in my heart. एकदमै तपाईँहरूले असर पार्नुभएको छ मेरो जीवनमा। And I've been blessed to become with all of you. तपाईँहरूको साथमा आउनु पाएर म आशिषित भएको छु। Thank you. धन्यवाद। And I hope to see you again next time. धन्यवाद छ भन्नुहोस् न, आशिष दिनुहोस्।